बनाउन एकदमै सरल, खाना पनि त्यत्तिकै मिठो। हेर्दैखेरि थाहा पाइसक्नुभयो कति मिठो छ यो भनेर। अनि कसरी यति मिठो बन्छ भनेर आज मैले भिडियो सेयर गर्दैछु। अहिलेको लप्सी हेर्नु न कस्तो मजाले छिपेको छ के, काँचै खाउँ जस्तो। पहिले मैले लप्सीलाई मजाले सफा गरेँ अनि सफा गरिसकेपछि स्टिलको भाँडामा राखेर यसलाई उसिन्न बसाउँछु। उसिन्दाखेरि 1 गिलास जति पानी राखेर यसलाई उसिन्छु। 5-10 मिनट जति सानो ग्यास बनाएर उसिनेको थिएँ। अनि हेर्नुहोस् त उसिनिओरी मेरो सेलाइ पनि सक्यो। अब यसलाई म बोक्रा छोडाउँछु। बोक्रा छोडाएर बनाउँदाखेरि चाहिँ लप्सीको अचार एकदमै मिठो हुन्छ। एक गरेर मैले सबै छोडाइसकेँ। यो लप्सीको बोक्रालाई नाङ्लोमा राखेर सुकाउने, सुकेपछि धुलो बनाएर राख्ने अमिलोको काम गर्छ। अब तोरीको तेल मैले बसाएको थिएँ, त्यसमा 5 फुरन राखेँ अनि त्यो अहिलेको लप्सीलाई राखेर थोरै बेसार पनि यसमा राखेर एकछिन भुट्छु। तोरीको तेलमा 2-3 मिनट यसलाई भुट्ने, स्वादअनुसारको नुन पनि राख्ने अनि फेरि एकछिन यसलाई भुट्ने। अब यसमा म सक्खर राख्दैछु। सक्खरलाई चाहिँ मैले मसिनो गरी काटेको छु। यो काटेको सक्खरलाई यसमा राखिदिन्छु। कस्तो सजिलो छ बनाउनलाई, यति मिठो बन्छ। कतिले चिनी राखेर बनाउनुहुन्छ, चिनी स्वास्थ्यको लागि राम्रो होइन। अनि यो खट्टीमिठी बनाउँदाखेरि चाहिँ चिनी राख्यो भने चाहिँ तर्लङ्ग पानी जस्तो हुने, राम्रो हुँदैन के, हेर्दा पनि राम्रो हुँदैन, स्वाद पनि मिठो हुँदैन चिनीको। यसरी सक्खर राखेर बनायो भने चाहिँ खुब मिठो खट्टीमिठी बन्छ। हजुरहरू के राखेर बनाउनुहुन्छ अनि यसरी बनाउनु भएको थियो कि थिएन मलाई कमेन्ट गर्नु होला है। अब यो नपग्लिनेसम्म सानो ग्यास बनाएर यसलाई चलाइरहन्छु म। यसलाई छोप्न हुँदैन। हेर्नुहोस् त कस्तो मजाले सक्खर पग्लियो। अनि यो लप्सी पनि खुडिएको छैन, कस्तो राम्रो सर्लक छ। यस्तो हुँदाखेरि खाना पनि मिठो हुन्छ अनि हेर्दा पनि एकदम राम्रो हुन्छ। अब यो लप्सीको खट्टीमिठीलाई मिठो बनाउनलाई मसला चाहिन्छ। मसला चाहिँ एकदम राम्रो हुनुपर्छ। के राखेर मसला बनाएको छु भनेर नजिकबाट हजुरहरूलाई देखाउँछु। मैले यसमा सुप, ज्वानो, तोरी, मुङ्ग्रेलो, धनियाँ, टिम्बुर अनि त्यसै गरी सुकेको खोर्सानी लिएको छु। सबैलाई मैले भुटेर लिएको हो। अब यसलाई मिक्सरमा राखेर पिस्छु। हेर्नुहोस् त पिसिसकेँ मैले। अब यसमा राखिदिन्छु। सामग्री कति छ त्यही अनुसारको हामी मसला राख्छौँ। यो मसला राख्दाखेरि चाहिँ खट्टीमिठी खुब मिठो हुन्छ। गुलियो मात्र राखेर मिठो हुँदैन, मसला पनि राम्रो हुनुपर्छ अनि खट्टीमिठी बल्ल मिठो हुन्छ। यो मसलाले अचारलाई यति मिठो बनाएको छ, यो खट्टीमिठी खाँदाखेरि नि औँला चाटिरहन मन लाग्छ, त्यति मिठो छ। हेर्दा पनि त्यत्तिकै राम्रो छ, खाना पनि त्यत्तिकै मिठो छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो अनि कहाँबाट हेर्दै हुनुहुन्छ अनि हजुरहरू कसरी बनाउनुहुन्छ मलाई कमेन्ट गर्न भने नबिर्सिनु होला। अब मेरो बनिसक्यो। अब यसलाई म सेलाउनलाई एउटा थालमा फिजाउँछु। यो सेलाउँछ, पुरै सेलाइसकेपछि यसलाई म सिसाको भाँडामा राख्छु। भरसक प्लास्टिक